ब्लग हेर्नेहरूले चिनी पनि सक्नु थाल्यो होला हो प्राय मिसको ब्लगमा नि म छु कि म छुटेको छैन मलाई चाहिँ यो चाहिँ पक्कै पनि फ्यामिली मेम्बर नै हो भनेर हामी चाहिँ यहाँ खाजा खाँदैछौँ कपिराइट लाग्दैन केको कपिराइट कहाँको कपिराइट हाम्रै हो त कन्यामको पनि थियो नि मिस त्यही भएर केको कपिराइट हो मम्मी गीत हाल्दा पो कपिराइट साइड लाग्छ म तपाईँको ब्लगमा भाइरल भइसक्यो हो नि हो मिस म चाहिँ भाइरल भएको भाइरल क्रिम भएको भाइरल मिस भन्यो तपाईँलाई भाइरल गराउने चाहिँ को भन्छ होइन खानु न मिस नानीहरूको पनि हो खाजा खाँदैछु है कति बजी हाम्रो खाजा खाने मेरो 7:30 बजी खाजा 10 बजी के खाना खाना 12 बजी सम्झेर अच्छा क्या पकोडा खाँदैछु यो चाहिँ चनाको पकोडा कसैले कोपीको खानु खै मैले त कोपी कतै भेटिनँ मलाई पकौडा दिनु भएको छ तर कोपी कतै देखिनँ मम्मी उठेर नाच्नु त तर कोपी कतै छैन जे छ मिठो छ दिदी बस्नु जलेका मान्छे म त जलेर जलकुकुटै हुन आँटिसकेको छ कि त्यही त अब मेरो बाबाले जन्माउँदै यति राम्रै जन्माएको थियो के गर्नु मेरो दोष अरे नि ओ सही भन्नु भोलि गएर मेरो मम्मीलाई भनिदिन्छु पक्का हेर्नुहोस् है यस्तरी बोल्नु भएको पक्का भोलि जाने बित्तिकै मेरो मम्मीलाई मजाले चाहिँ म जुम गरिदिन्छु मजाले हेर्नुहोस् यो मान्छेको अनुहार उहाँ हो धेरै जुम गरी नदेखाउ न भोलि फेरि इन्टरभ्यू दिन आएर डरले थरेर काम भाइरल हुनु भएको त्यही त खैन आऊ मलाई चाहिँ फेरि अर्कोजनालाई पनि आरिस सबैतिर अहिले आरिसको माहौल छ कसले यस्तो मिठो बनाउनु लाग्यो त्यही त बनाउने मान्छे त खानु पाउँदैन होइन बनाउने मान्छे त बनाएर आउँछ भरे तपाईँहरू यसमा नाच्नुपर्छ है मिस भरे यसमा नाच्नुपर्छ है अहिले यो के हो यो यसको प्रेम खुसी यो लास्ट होइन कुन हो यो भजन सरलमा त्यस्तो थियो र सुरु लगाइदियो ओइ यहाँ चटपटे बन्दैछ मलाई चटपटे बनाउन लगाउनु छ मलाई काम लगाएको लगाइ हुनुहुन्छ आएदेखि मैले त मलाई कति हेबीको तपाईँ यहाँ छुनु न अस्ति एउटा ठिकमा नि त यहाँ चाहिँ हाम्रो बस्ने रुम हेलो नानीहरू कस्तो लागिरहेछ तिमीहरूलाई कस्तो लागिरहेछ इन्जोय गरिरहेछ हाम्रो नानीहरूले अनि हामी चाहिँ बाबासँग ठिक छ पत्ताको बिल काटेँ मैले खोर्सानी काटेँ भएभरको काम सबै कुरा लगाएर अरू के लाउँदैछ भन्नु है साउँदो उसिँदैन लास्टमा लाउनु छिटो अरू के छ सबै हाल्नु कि अहिले चाहिँ के हाल्नु भयो के हाल्छ खासमा यहाँ घुम्न आएको कि झगडा गर्न आएको केटीहरू तेल हाल्नु
हाम्रो मम्मीलाई चाहिँ यही बोल्नु ल्याए जस्तो छ छोरीहरू छ त्यही पनि छोरीहरूको केही काम छैन यहाँनिर सेफ हुनुहुन्छ उहाँ चाहिँ ए डढाइसक्यो जसलाई केही गर्न आउँदैन एउटा चिम्टा त्यसलाई डढाइसक्यो अहिले डढिसक्यो आमा हिलु यहाँ हेर्नु न कालै छ साथीभाइ हो यहाँ हेर्नुहोस् के खानु पहिला मैले एकचोटि लकडाउनमा यस्तै बनाएको थिएँ यार तपाईँको साथी आउँदैछ यहाँनिर ऊ दाउ खोज्दै ल तपाईँ चाहिँ बनाउँदै हुनुहुन्छ कि खाँदै हुनुहुन्छ ल ल ल लेट मिस ल ओ माई गॉड धनिया अचार कोरिएन्डर ऊ आमाले जितिसक्यो छोरीलाई चाहिएको बेला यो इङ्ग्लिस फ्राई करी अनि यो चाहिँ डढेको विशेष स्पेसल हामीले चाहिँ घरबाटै बनाएर ल्याएको इट इज गुड फर हेल्थ ओ माई गॉड के गर्दै ठुलो क्लास होइन केटाकेटीहरूले इङ्ग्लिस बोलेको बोल्नुहोस् न अझै इङ्ग्लिस जान्नेहरू पनि बिग्रिसक्यो अरे क्या तपाईँको इङ्ग्लिसको एउटा बढ ठुलो क्लासको नानीहरू नि त यहाँ चाहिँ हाम्रो खाजा रेडी भएको छ रातिको यही हो डिनर आज वा हो यो चाहिँ हो यसरी यदि तपाईँहरूलाई पछि यसरी हिँड्नुहोस् अनि हो यसरी हिँड्नुहोस् होइन चाहिएको छ भने खुसी मिस तपाईँले खाने भएको छ होइन खुसबु मिस गर्नु गर्नु न खुसबु मिस कति खानु है मिस खुसी मिस खुसबु मिस यता बोल्नै नदिएको क्या हो मलाई अघि डिस्टर्ब गरेको महिमा मिसलाई हो लान हौ लान सुनिन त मैले त हेलो हेलो ए ला बुनी ला सुनिन त मैले भन्दै हेलो हेलो अब हामी टिचरहरू नाच्नु गइराख्नु भएको छ खतरा नाच्छ
यहाँनिर चाहिँ एउटा स्त्रीले आएर भनिरहेको छ आफ्नो छोरीको विषयमा कि भूत आत्माबाट छुटकारा पाऊ भनेर। तर यहाँ प्रभुले